कैलालीमा घट्यो डरलाग्दो घटना। 28 वर्षीय युवकको घाँटी छिनालेर 2 युवक पुगे प्रहरी चौकी। दर्शक वृन्द, कैलाली जिल्लाको घोडागोडी नगरपालिका वडा नम्बर 8 जरैका 28 वर्षीय केशव सिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ। असोज 14 गते राति 11 बजेतिर केशवको हत्या गरी टाउको बोकेर 18 वर्षीय बलबहादुर विक र गंगा बुढा प्रहरी चौकी प्रतिखेत पुगेका थिए। मृतक बुढाको हत्या गर्ने दुवैजनालाई इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ। मेरो 81 मेरा पोइको घाँटी रेतेर बाल्दिनु भयो कि म तिनको घर दिन्नी र मेरो छोरा भोकै छ भनेर आयो भने त मेरो पोइको घाँटी चेक्यो भने म एक मन मान्दैछु। मेरो म तिनीहरूको घरमा मैले लैजा भनेर पनि मैले लिएको छैन, मेरा घरमा छ भनेर पनि मैले दुःख काटेको छु। मैले मेरा छोराछोरीलाई मैले नुनसँग खावा भनेर पनि मैले खुवाएको थिएँ। अहिले मेरा पहिला 81 यस्ता रे, मेरो पहिला खाना पनि खाएको छैन।